हेलो एभ्रिवान, म चाहिँ फाइनली पुगिसकेको छु इटानगर। जस्ट अलिक अगाडि पुगेको तलङ भिलेजदेखि सिल्भर जुब्लीको लाइन गएको थियौँ सेपा तलङ भिलेज बोसको बस्तीमा। अनि आज चाहिँ जस्ट आइपुग्यौँ, सबैजना आइपुग्यौँ, सही सलामत आइपुग्यौँ। अनि घर आएर म चाहिँ छोटो ब्लग बनाउँछु भनेर धेरै दिन भएको थियो। अनि इटानगरमा भएको ब्लग चाहिँ तपाईँहरूको अगाडि मैले सेयर नगरेको, त्यही कारण यो ब्लग बनाएको थिएँ। अनि यहाँ चाहिँ म ब्लग बनाउँदैछु, त्यहाँ चाहिँ बहिनीहरू रातिको डिनरको लागि प्रिपेयर गर्दैछ, रेडी गर्दैछ, तयार गर्दैछ रातिको खानाको लागि। अनि उहाँ चाहिँ पुरा मेरो जति पनि टिम छ नि, जति पनि हाम्रो काम गर्ने टिम छ, ग्रुप छ, उहाँ बसेर कोही खाना खाँदैछ, कोही बनाउँदैछ, यस्तो गर्दैछ। अनि अलिक तपाईँहरूको अगाडि म देखाउँछु। अनि यहाँ चाहिँ किचन हो हाम्रो। यो चाहिँ किचन हो हाम्रो। अनि यो किचन हो, यहाँ चाहिँ एकजना बहिनी चाहिँ खाना खाँदैछ, अब राति खाना खाँदैछ। अनि यहाँ दुईवटा नानी हो, ऊ बहिनीको नानी हो दुईवटा। अनि ऊ चाहिँ नानीहरूलाई खाना खिलाउँदैछ। अनि अरू दुईजना बहिनी छ, उनीहरू चाहिँ उता बाहिर गएको होला। अनि म चाहिँ यहाँ ब्लग बनाउँदैछु, आज छैन मेरो ड्युटी। अनि म चाहिँ एकदम फ्री भएर यताउति घुर्दै ब्लग बनाएर तपाईँहरूको अगाडि सेयर गर्छु भनेर छोटो ब्लग बनाएको थिएँ। अनि सबैजना आयौँ, जति पनि अब बसहरू पनि नि, जति पनि अब हामी यहाँदेखि गएको थियौँ सबैजना आयौँ, सही सलामत आयौँ। अनि म चाहिँ अलिक सफर गरेर आउँदा, जर्नी गरेर आउँदाखेरिमा अलिकति थाकेको जस्तो महसुस हुँदै थियो। अनि त्यही कारण म चाहिँ अलिक रेस्ट गरौँ भन्दै थियो मलाई चाहिँ, मतलब बहिनीहरूले। अनि मैले सोचेँ कि रेस्ट गर्नु, अब डाइरेक्ट खानावाना खाएर एकै बार रेस्ट गर्नु भनेर अनि यो छोटो ब्लग बनाएर तपाईँहरूको अगाडि सेयर गरिदिन्छु भनेर बनाएको थिएँ। साथीहरू, ब्लग राम्रो लाग्यो भने तपाईँहरू लाइक सेयर गर्नु नबिर्सिनु होला। अनि टेक केयर, बाई बाई।